श्रीमती ईश्वरी भुजेलको हत्या गरेर जेल पुगेका रेसलर नेपाली ब्रोको प्रहरी र अदालत सामु हास्यास्पद बयान। नेपाली ब्रो भन्छन्, म मानसिक रोगी हुँ, पागलपनको उपचार गराइरहेको छु। दर्शकबिन, श्रीमती ईश्वरी भुजेललाई धारिलो हतियार प्रहार गरी हत्या गरेर जेल पुगेका रेसलर भनिने नेपाली ब्रोले प्रहरी र अदालत सामु हास्यास्पद बयान दिएका छन्। अपराधबाट उन्मुक्ति पाउन नेपाली ब्रोले आफ्नो मानसिक स्वास्थ्य अवस्था राम्रो नभएको, डिप्रेसनको शिकार भएको, लगातार औषधि खाएको लगायतको बयान प्रहरी र अदालत सामु दिएका छन्। यदि कुनै पनि मानिसको मानसिक स्वास्थ्य अवस्था ठिक छैन र उसले अपराध गरेको छ भने त्यस्तो अपराधीलाई सिधै दोषी करार नगरी अस्पताल भर्ना गरिने हुँदा नेपाली ब्रोले पनि यही ट्रिक लगाउँदै आफू मानसिक रूपमा स्वास्थ्य नरहेको, नियमित औषधि सेवन गरिरहेको लगायतको बयान दिएका छन्। यदि चिकित्सकीय परीक्षणबाट अपराधीले अपराध गरेको बेला आफ्नो कामको परिणाम बुझ्न नसक्ने वा सही गलत छुटाउन नसक्ने गम्भीर मानसिक रोगबाट पीडित रहेको प्रमाणित भयो भने अदालतले उसलाई पागलपनको कारण दोषी नठहरिने जस्ता निर्णय दिन सक्छ। यस्तो अवस्थामा उसलाई जेल पठाउनुको साटो मानसिक अस्पताल र सुरक्षित उपचार केन्द्रमा राखिन्छ। अपराधबाट उन्मुक्ति पाउन यही उपाय लगाउँदै नेपाली ब्रोले प्रहरी र अदालत सामु आफू मानसिक रूपमा रोगी रहेको र नियमित औषधि सेवन गरिरहेको बयान दिएका छन्। यसको मतलब उनले घुमौरो तरिकाले आफ्नो दिमागी हालत सही नभएको बयान दिएका हुन्। यही बयानका आधारमा अदालतले अस्पताल पठाएको खण्डमा अथवा अपराध पुष्टि नहुने ठहर गरेमा अपराधबाट उन्मुक्ति पाउन सकिने आशयसहित नेपाली ब्रोले यस्तो बयान दिएको बताइएको छ। यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ईश्वरी भुजेलको माइती पक्षले कुनै पनि हालतमा नेपाली ब्रोलाई सजाय मिना गर्न नहुने बताएका छन्। पटक पटक अदालतमा भएको थुन्चेक बहसमा उपस्थित भएका ईश्वरी भुजेलका आफन्त इष्टमित्रले नेपाली ब्रोले अपराधबाट उन्मुक्ति पाउन पागलपनको नाटक गरेको भन्दै उसको बयानमा विश्वास नगर्न प्रहरी, प्रशासन र अदालत सामु अपिल गरेका छन्।